केही महिना अगाडि सिंहदरबार जल्यो। अब जनताको ज्यान जिउँदै जलाउँदैछ यो सरकार। काठमाडौँको त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि राइडर गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोलियम पदार्थ खनाएर आत्मदहको प्रयास गरेका छन्। 25 वर्षीय नेपाली बिहान सबेरैदेखि राइड सेयर मार्फत यात्रुलाई सेवा दिइरहेका थिए। मध्याह्नतिरसम्म पनि उनको राइड सेयरिङ एप मार्फत राइडको रिक्वेस्ट बजिरहेको थियो। उनलाई पिसाबले बेसरी च्यापिरहेको थियो। वरपर सहजै शौचालयको व्यवस्था पनि थिएन। त्यत्तिकैमा उनको मोबाइलमा त्रिपुरेश्वर राहदानी विभाग जाने राइड रिक्वेस्ट आउँछ र उनले त्यो राइडलाई एक्सेप्ट गर्छन्। केही समय खपेर त्रिपुरेश्वर आएर शौचालय जाने निदो गरी उनी त्रिपुरेश्वरतिर लाग्छन्। केही समयको यात्रापछि सहजै उनले आफ्नो यात्रुलाई उक्त गन्तव्य स्थलमा पुर्याउँछन् र पिसाबले बेसरी च्यापेको उनलाई आफ्नो साधन सडक छेउमा अडाएर शौचालय जान्छन्। जब उनी शौचालयबाट फर्कन्छन् तब उनको साधनमा महानगर प्रहरीले व्हिल लक लगाइसकेको हुन्छ। उनी महानगर प्रहरीसँग भनाभन गर्छन्। ट्राफिक प्रहरीलाई फाइन तिराउने भनेर महानगर प्रहरीले भन्छन्। गणेश पनि आफ्नो व्हिलमा लागेको लक देखेर विरक्त हुन्छन् र त्यहाँबाट महानगर प्रहरीले चेतावनी दिँदै पखलासको भाषामा उनी त्यहाँबाट जान्छन्। बल्ल तल्ल घाम पानीमा सङ्घर्ष गरेर कमाएको 1000 रुपियाँ अब त्योभन्दा बढी फाइन तिर्नु पर्ने भएपछि उनी गणेश नेपाली विरक्त हुन पुग्छन् र श्रीमती र छोरीसँग भक्तपुरको कमल विनायकमा बस्दै आएका नेपालीले छोरीको विद्यालयको फी सम्झन्छन्, परिवारको जिम्मेवारी सम्झन्छन्। उसो त बेरोजगारीले आक्रान्त पारेको अवस्थामा राइड सेयरिङको काम गर्दै आएका उनले हार खान्छन् र आफ्नै बाइकबाट पेट्रोल निकालेर आफ्नै शरीरमा खनाएर आफैले दागबत्ती झैँ आगो लगाउँछन्। नजिकै रहेको प्रहरीले गणेशको शरीर बल्दै गरेको देखेपछि उनलाई उद्धार गरी वीर हस्पिटल पुर्याउँछन्। प्रहरीले उनको शरीरको 60% भाग जलेको भने पनि चिकित्सकले 85% भाग जलेको भनेर दाबी गरेका छन्। उपचारमा संलग्न डाक्टरका अनुसार गणेशको अनुहार, घाँटी, छाती तथा दुवै हात खुट्टामा गम्भीर जलन भएको बताएका छन्। बिरामी गणेश नेपालीको अवस्था निकै गम्भीर छ। गणेश अहिले सामान्य बोल्न सक्ने भए पनि श्वास प्रश्वासमा गम्भीर समस्या र शरीरमा तरल पदार्थको कमी हुने गम्भीर समस्याहरू देखा पर्ने जोखिम रहेको चिकित्सकले बताएका छन्। आउँदो 24 देखि 72 घण्टाको समय अत्यन्त संवेदनशील मानिएको छ। पार्किङको पर्याप्त सेवा दिन नसक्ने सरकारले कडा ट्राफिक नियम लागू गरेर एकै दिन लाखौँको फाइन उठाएको भन्ने गर्व गर्दैछ। हो, केही महिना अगाडि सिंहदरबार जल्यो। अब जनताको ज्यान जिउँदै जल्दैछ। सडकको खाल्टो पुर्न नसक्ने सरकारले लेन मिचेको कसुरमा 20,000 फाइन तिराउने नियम ल्याउन खोज्दैछ। समस्या देखाउनु मात्र ठुलो कुरा होइन, उचित समाधान दिनु राज्यको कर्तव्य हो। ट्राफिक नियममा कडाइका साथ कार्यान्वयन गराउने नाउँमा जरिवाना भन्दा पनि सचेतना कार्यक्रम, चालकलाई भिडियो वा अडियो सन्देश मार्फत सचेतना कार्यक्रम दिएको खण्डमा मात्र चालकले सुरक्षाका साथ आफ्नो सडकमा सवारी गुडाउन सक्छ र सडक सुरक्षाको पनि ग्यारेन्टी हुन्छ।